हाम्रो असिमको बिहामा राम्रो भयो। उहाँ के अरे अर्घा खाँची गरेर मैले सुपारी दिएँ। त्यसले आएर चौरगटी होटलमा गएर विवाहमा पनि गएँ। राम्रो वातावरण भएको थियो भन्न। हजुर म भन् ल मेरो नाति ठुलो नातिको असिमको बिहा हो। उसको काम एकदम राम्रो सफल भएछ। राम्रो होस्, फले फलाओस्, त्यही हो। नमस्कार, म दुलाको बा। मेरो छोरा असिम र बुहारी सीतालाई वैवाहिक जीवनको हार्दिक मङ्गलमय शुभकामना। नमस्कार, म दुलाको आमा। दुलाईलाई छोरालाई र बुहारीलाई सुख शान्ति होस् अनि के अरे भन्नु ल। सुख शान्ति रहोस्, राम्रो होस्, फल फुल होस्। अब यत्रो 32 वर्षपछि मेरो छोराको बिहा भएछ, तिनीहरूलाई राम्रो होस्। नमस्ते, मेरो नाम अञ्जली केसी। म दुलाको आन्टी, कान्छी आन्टी। अनि दुलै चाहिँ मेरो जापानमा एकचोटि भेट भएको थियो सुरुमै। त्यति देख्दाखेरि मलाई एकदम बच्चा जस्तो राम्री होइन। अनि हेर्दाखेरि नि आफ्नो त्यो भित्रैबाट आयो कि त्यो मेरो दिदीको छोराको लागि बिहा गर्नु पाए हुन्थ्यो जस्तो आयो मलाई। आफ्नो नाम के हो भनेर सोधेँ। उसले चाहिँ मेरो नाम सीता भन्यो। अनि के भनेर सोद्धाखेरि उसले श्रेष्ठ भन्यो होइन। अनि दिदीहरू नेवार। अनि मलाई चाहिँ कस्तो भयो भने चाहिँ यो केटी मेरो दिदीको छोराको लागि भइदिए भन्ने त्यो इच्छा थियो। यतिकै गिजाउँदा यिनीहरूको कति लगभग 7-8 वर्षमा यिनीहरूको फेसबुकमा भेट गऱ्यो होइन। अनि अस्ति 2-2.5 वर्ष अगाडि, लगभग 3 वर्ष अगाडि होला, ऊ मेरो माइती घरमा आएको थियो। त्यतिखेर दुईजनाको चिनजान भयो। अनि त्यहाँबाट बोल्न थाले यिनीहरू। बोल्दा बोल्दा एकअर्कालाई मन पराउन थाले। त्यसपछि आज मेरो यो सपना पुरा भयो, यहाँसम्म आयो है। अब के भन्ने हो, जतिचोटि यिनीहरूको जोडी देख्छु मलाई चाहिँ त्यही हो है। अनि यिनीहरूको दाम्पत्य जीवन एकदम राम्रो सुखमय होस्, कहिले पनि मायामा कमी नहोस्, त्यही हो। दुईजनालाई मेरो एकदम धेरै धेरै शुभकामना छ। मेरो जेठी बहिनी दुर्गाको जेठो छोरो असिम, उसको विवाह भर्खर सम्पन्न भएको छ। ऊ चाहिँ नि अब बच्चैदेखि हामीसँग हुर्कियो, कारण चाहिने मामा घर नजिकै। र हाम्रो छोराहरूसँगै हुर्किएको हुनाले उसलाई बच्चैदेखि हामीले राम्रोसँग चिन्ने मौका पाएका छौँ। माइजू उसको मेरो भान्जा कृष्ण अष्टमीको दिनमा जन्मिएको, एकदम कृष्ण जस्तै ज्ञानी, एकदमै हँसिलो रसिलो ज्ञानी छ मेरो भान्जा। उसको यस शुभ विवाहको अवसरमा उज्जवल भविष्यको कामना सहित असिमलाई असीम प्रगतिको कामना गर्दछु। धन्यवाद। नमस्कार, म दुलाको जेठी बहिनी। हामी सँगै हुर्क्यौँ, हामी सँगै उस गऱ्यौँ। अब ठुलो भयो, हेर्दा हेर्दा बिहा पनि भयो। म यहाँ आउन पाएँ, एकदम खुसी लाग्यो। अब भाउजू पनि दिदी जस्तै हुनुहुन्छ। अब परिवार हामी सबै मिलेर बस्नुपर्छ भाउजू है त। वेलकम टु फ्यामिली। कङ्ग्रेचुलेसन दाइ एन्ड भाउजू। बहिनी दुर्गा र ज्वाइँ अशोक लिगलको छोरा असिमको आज शुभ विवाहको सन्दर्भमा धेरै धेरै शुभकामना भन्दछु। र मैले सानैदेखि मेरो बहिनीको छोरा देखेको, ज्ञानी छ, एकदम मेहनती छ। मेरो बुहारी पनि राम्रो ज्ञानी मेहनती। उनीहरूको सुख शान्ति र आशीर्वादको लागि बहिनी ज्वाइँलाई पनि धेरै धेरै शुभकामना। असिम लिगल र सीता श्रेष्ठको हिजो मात्र सम्पन्न भएको शुभ विवाहमा उनीहरूको वैवाहिक जीवनको शुभकामना व्यक्त गर्दै आगामी दिनहरू एकदम सहज तरिकाले पूर्ण रूपमा समझदारी हुँदै अगाडि बढोस्, यही वैवाहिक जीवनको सफलताको शुभकामना। सम्पूर्णमा नमस्कार, म चाहिँ दुलाको भाइ र मेरो दाइलाई वैवाहिक जीवनको बधाई दिन चाहन्छु। धन्यवाद। 1 2 and 3 ल। नमस्ते, म दुलाको कान्छी बहिनी। नमस्ते, म दुलाको कान्छी चाहिँ।
ह्याप्पी म्यारिड लाइफ मेरो दाइ भाउजूलाई हामी दुईजनाको तर्फबाट। अनि म भाउजूलाई भन्न चाहन्छु मेरो मम्मी बाबालाई दाइलाई खुसी राख्नु। दाइलाई पनि भन्छु मेरो दाइ अब भाउजू लिएर आउनु भएको, भाउजूलाई नि एकदम माया गर्नु। मेरो मम्मी बाबालाई पनि कहिले दुःख नदिनु, त्यही हो। आज तिम्रो मायामा पक्लिरहन्छु म, आजभरि रहोस् तिम्रो मेरो सम्बन्ध। नशा नशामा बग्छ तिम्रो माया, जुनीभरि हाम्रो कथा सधैँभरि खुसीको मम्मीको आँसु होला नि, कति खुसीको आँसु। ल दुला राजा कस्तो लागिरहेछ? आजको दिन आउँछ भनेर सोचिएको थियो? सोच्न त सोचेको थिएँ एक दिन न एक दिन आउँछ भने, तर आज आइहाले। मेरो आँखामा के देख्छौ तिमीले?